ब्रेकअपको चिनो है के हो यो इङ्ग्लिसै पढौ है मैले नापेको छु मेरो त्यो भन्यो भन्दैमा फेरि उसलाई कमेन्टमा तिम्रो सानो भनेर कमेन्ट हान्ने है शाहरुख खान चाहिँ सलमान खान जस्तो एक्ट गर्न थाल्यो हैन म 3 टुक्रा हैन 4 टुक्रा गरिदिन्छु हेलो एभ्रीवन हेलो आफ्टर लङ टाइम मेरो साइडमा चाहिँ छ विपिन भाइ 18 वर्ष पुग्यो नि हैन 18 प्लस भइसक्यो हो ल ठीक छ अनि उ चाहिँ सुमित उ चाहिँ मात्रै हो टेन्सन छैन आज हामी के गर्न गर्दैछौँ भने नेप्लिज टिनेजर कन्फेसन म चाहिँ त्यो पढ्छु नेप्लिज टिनेजर कन्फेसन पढ्छु म अनि विपिन भाइले आफ्नो प्रतिक्रिया दिन्छ किनकि उनीहरूले कन्फेसन लेखेकै आइडिया थाहा पाउनलाई हो मलाई भनिदिनु भन्छन् त्यो सो भनिदिन्छन् अब केटाहरूले के हो त कन्फेसन उनीहरूलाई थाहा छैन है उनीहरूको फर्स्ट टाइम हो वी आर अननोन मलाई चाहिँ थाहा यो चाहिँ एपिसोड 1 यस्तै हेर्न मन छ भने चाहिँ सब्स्क्राइब हान्ने अनि आफ्नो पनि कन्फेसन पठाउन छ भने चाहिँ मलाई इन्स्टाग्राममा मेसेज गर्ने उनीहरूलाई गरे नि हुन्छ म तल हालिदिन्छु इन्स्टाग्राम है ल सुरु गरौँ ल सुन है आई एम अ बोय तर हैन म कन्फेसन नेपालीमा पढ्छु किनकि बुढो मान्छेहरूले नि हेर्न सक्छन् सबैलाई इङ्ग्लिस आउँदैन खैरी हो तिमी खैरी हो हामी खैरी हैन त्यसैले हामी नेपालीमा पढ्छौँ आई एम अ बोय एकै नेपालीमा पढ्छु म एउटा केटा मान्छे हो म 23 वर्षको छु म एकदमै लजाउँछु जसले गर्दा मैले फिजिकल एक्टिभिटिजहरु गर्न सके छैन हैन सरी फर मेन्सनिङ दिस तर म चाहन्छु कि मेरो फ्युचर पार्टनर मेरो लभ लाइफ के हो यो इङ्ग्लिसै पढौ है Sorry for mentioning this, but I think about my future partner and my love life with her and lack of my experience in it. Okay. And I always listen that big is better. Okay. हैन ठुलो राम्रो भनेर त नराम्रो सुनिन्छ त्योहरु इंग्लिशमा पढे है मैले. Okay. And I have measured mine. कैसे लोग रहते हैं यार यहाँ पर. मैले नापेको छु मेरो. त्यो बिग इज बेटर भन्ने चाहिँ त्यो बडी पोर्न भिडियो हेर्नु हो अनि मैले नापेको छु मेरो रे है I have measured mine and it is 4.5 inch एकछिन प्रतिक्रिया एकछिन है I wanna hear from girls is it okay to satisfy a woman ल के भन्न चाहन्छौ तिमी भन्नु त गर्ल्सको लागि सोधे हा त्यही पनि भन त ए देन हैन त्यही हो साइज भन्दा नि त्यो त अब आफ्नो पनि एउटा सोच हो हैन अब कतिले चाहिँ त्यही हो के पोर्न भिडियो बढी हेर्छन् त्यो त्यही अनुसार देखाउँछ नि त प्रेजेन्ट त्यही अनुसार गरे हुन्छ नि त पोर्न भिडियोमा यो बिग साइजै चाहिन्छ है भनेर त्यही अनुसारको त्यो म्यानिपुलेट गरे हुन्छ के मान्छेले हामीले पनि पहिला सोच्ने त्यही हो नि त त्यस्तै लाग्थ्यो नि त त्यो होइन के त जे भयो मेरो हैन अब मेरो थट्समा चाहिँ के लाग्छ भने चाहिँ साइज भन्दा नि मेन चाहिँ स्टामिना जस्तो लाग्छ हैन मेरो थट्समा चाहिँ है त्यस्तै लाग्छ क्या मेरो थट्समा चाहिँ त्यही त हो नि साइज भर मात्रै भएन नि त साइजले मात्रै सेटिस्फाई गर्न सक्छ भन्ने छैन नि त स्टामिना अल्सो म्याटर क्या साइज यो भन्यो भन्दैमा फेरि उसलाई कमेन्टमा तिम्रो सानो भनेर कमेन्ट हान्ने फेरि है फेरि त्यो चाहिँ एकदम उसले जस्ट यो भनेको उसलाई सिकाएको बाबु नलजा सानो भएर केही फरक छैन त्यो साइज म्याटर गर्दैन धेरै बेर इन्ट्रेस्टिङ हो फेरि साइज सानो भयो भने फिजिकलै नबसी बस्ने होला हैन अनि त्यो एउटा हुन्छ नि त उसले जस्ट उसलाई सिकाएर उसलाई यो डिप्रेसनबाट हटाएको उसलाई चाहिँ पाइदिएको कमेन्ट हान्ने हैन नि त्यही हो अरु के छ अरु ल अब यो हो ठुलो मान्छेको सोच हैन अब सानो मान्छेको कस्तो सोच हुन्छ त ल अनि मेन भिडियो भन्दा त अब त्यो साइज भन्दा पनि हैन अब कुनै केटीहरूले त अब साइज पनि म्याटर गरेर हुन्छ नि हैन कसरी थाहा तिनीहरूको सेटिस्फ्याक्सनको लागि भाइ कोडा छ है अब हैन तिनीहरूको अब हुन्छ नि अब केटा मान्छेहरूले पनि हैन अब साइज म्याटर गर्छ केटीहरूले पनि गर्छ यस्तो भन्ने मान्छेहरूले चाहिँ लाइक अब जति पनि केटीहरूसँग अब फिजिकल भए पनि स्टामिना भए पनि जति 1-2 घन्टा त्यस्तो पनि हैन अब 10-15 मिनेट गर्ने बित्तिकै थाक्ने त्यस्तो हैन किन भन्दाखेरि अब केटी मान्छेहरूले पनि त अब होस् न त हैन कुनै इन्ट्रेस्टिङ होस् अनि त्यसपछि अनि अब साइज म्याटर गर्छ भन्ने कुरामा अब हुन्छ नि साइज म्याटर गर्छ भन्ने नै छैन क्या जति गरे पनि त्यस केटी मान्छेहरूले चाहिँ कम्फर्टेबल हुने गरेर अनि
सेटिस्फ्याक्सन आओस् त्यो अब अरूसँग गर्दाखेरि होइन अब यस उसको एजको होइन एउटा उसको आफ्नो प्रतिक्रिया राख्यो भनेको कुरा चाहिँ के हो त कन्क्लुजन के हो कन्क्लुजन अब त्यही हो अब आफ्नो साइज सानो छ भन्दैमा लजाउनु भएन जस आफ्नो पार्टनर छ भने चाहिँ उसले कम्फर्टेबल गराएर नै आफ्नो नलजाइकन नै कन्भिन्स गर्नु पर्यो आफ्नो पार्टनरले पनि हो त्यही हो हाँसुटीको छैन नि छैन हो हाँस्ने कुरा होइन क्या मान्छे गरिरहन् होइन त डेली लाइफमा युज हुने कुरा हो यस्तो कुरालाई कहाँ अनि होइन त्यो एउटा एज हुन्छ होइन एउटा मजाक हाँस मलाई नि उठ्या तर हाँसेर अरूलाई डिप्रेसनमा पुऱ्याइदिने त्यो गर्नु होइन है ल है कन्क्लुजनमा के हो भने ब्रो वेभर यु आर 23 वर्षको डोन्ट वरी इफ एक्सपिरियन्स छैन नि एक्सपिरियन्स लिऊ टेन्सन छैन होइन 4.5 इज नथिङ इज म्याटर इन्जोय योर लाइफ सेक्स लाइफ भर्खर 23 वर्ष छु बिहेको टेन्सन लिन्छु यार चुप लाएर पढा भन्छु म त पिन कुरा त यार पढ़ाई लिखाई में ध्यान लगाओ IAS बनो और देश को संभालो लेकिन नहीं सेक्स गर पनि केही छैन अच्छा पढा मेन कुरा यार बाबाको फ्युचर बनाउनु छैन म चाहिँ त्यो भन्छु है पढा होइन आफ्नै बनाउनु ल है फ्युचर बनाऊ Female 22. Me and my BF ex first met in bachelor. हामी bachelor मा भेट्यौं. And instantly like each other despite our caste difference. Caste difference थियो के भन्छ कास्टलाई नेपालीमा? जात फरक थियो त्यही नि एकअर्कालाई हामीले माया गर्यौं. We were supportive and best friend as well. ओहो हैन We have spent so much time together and created so much memory. Okay. एकदम मेमोरी बनाएको हामीले सँगै बाँच्यौं हैन मेमोरी बन्यो थियोस् तर बट अब यहाँ बट आयो के त आफ्टर 2 years he started to give less time in relationship मलाई टाइम दिन छोडो ओके हैन he started to act differently now ओके शाहरुख खान चाहिँ सलमान खान जस्तो एक्ट गर्न थाल्यो हैन अनि ड्राई टेस्ट सुक्खा सुक्खा मेसेजहरु आदान प्रदान हुन थाल्यो रिलेसन चाहिँ कस्तो रिलेसन बेस्ट फ्रेन्डको रिलेसन थियो हैन एकदम राम्रो बीएफ एक्स हैन एक्स को अब एक्स भइसक्यो बीएफ त्यो बेला बीएफ बेस्ट फ्रेन्डबाट रिलेसन सुरु भएको अहिले चाहिँ एक्स भएको नट गिभिङ टाइम फर डेट टाइम स्टप केहीमा टाइम दिनु न डेट जान्छ न मोमो खान लान्छ न पिज्जा खान लान्छ चटपटे खान लाग्दैन टेन्सन भइसक्यो हैन ओके अनि सो आई डिडन्ट वेस्टेड माइ टाइम एन्ड आस्क्ड हिम डाइरेक्टली अब केही कुरा टेन्सन नलिकन सिधै सोध्न गएर है ब्रेकअप चाहियो हैन के हो तँलाई के भा व्हाट्स द म्याटर उसले भन्यो मेरो बहिनीको मेरो दिदीको बिहा भयो अर्को कास्टको मान्छेसँग आफ्नो प्यारेन्ट्सको विश बिना विदाउट माई प्यारेन्ट्स विश अब्रोडमा सो बिङ अ ओन्ली सन हिज प्यारेन्ट्स वान्ट्स टु कन्टिन्यू द प्युरिटी अफ दियर जेनेरेसन एक्लो छोरो भएर प्युरिटी अफ जेनेरेसन कन्टिन्यू गर्न खोजे अरे है हिज सिस्टर हेज ब्रट बिग सेम टु हिज फ्यामिली एन्ड हिज प्यारेन्ट्स विल नेभर एक्सेप्ट अब नहीं मानेंगे उसले सिधै भन्थ्यो उसको दिलले गर्दा सेम भयो रे अब प्यारेन्ट्सले एक्सेप्ट गर्न छोडेन रे तिम्रो यसमा सिरियस हुँदैछ है सुन्दै जाऊ है एक्सेप्ट गर्न छोडेन हैन एक्सेप्ट गर्न छोड्यो एक्सेप्ट गर्दैन रे है he didn't want to go against his family because he thinks he don't have enough courage कावड रहेछ है केटा तिमीहरुले त्यो सोचिराखौ तर हो है I was so upset मलाई रुन मन लाग्यो ओके I consoled him and asked अब के त what now हैन he said he didn't want to waste my time and give hopes to me so he wanted to break up with me for our own good आफ्नै भलाइको लागि छुटकारा चाहियो हैन त्यस्तो भन्दै रे ठाडे है उसले ठाडे सोध्यो कि उसले ठाडे भन्दै हैन and he asked for two strand of my अब यो म नेपालीमा भन्न मिल्दैन है दुई टुक्रा प्युबिक हेयर माग्यो उसले अब ब्रेकअपको चिनो है केटाले त and he एकछिन and he asked for two strand of my pubic hair as memory कौन है ये लोग he said you will fix it in locket कहाँ से आते हैं ये लकेटमा झुन्डाएर राख्छु तिम्रो pubic hair भन रे केटाले ओके and will wear in neck for rest of his life घाटीमा लकेट झुन्डाएर उसको दुई टुक्रा pubic hair राख्छु भन रे pubic hair भने के हो भन्दिन्थे तर नेपालीमा नराम्रो सुनिन्छ है हिन्दीमा भयो नि अनि I was in tears knowing he loved me this much ओहो मेरो pubic hair मागो लास्टै माया गर्दो रहेछ नि भन्ने सोचे मैले रे हैन so I went to washroom and gave him 3
Instead of 2. धेरै माया तिनटा How would I move on from this? अब म कसरी move on हुँ? No, I don't know, but I am taking time to heal from this misery and working on myself. But will I someone able to love me that much? उसले जति 2 टुक्रा pubic hair मागेको थियो त्यस्तै अरू कोही होला मलाई माया गर्ने? The only way to find out is dating them, right? तिमीलाई सोधे है तिमीलाई. But I am going to have pretty high standards. अब मेरो स्ट्यान्डर्ड ठुलो हुन्छ. अब म 3 टुक्रा हैन 4 टुक्रा pubic hair दिन्छु. ल भन अब तिमीहरूले हैन उसको एन्सर देऊ. के त्यो केटाले भन्दा धेरै माया गर्ने कोही पाउन सक्छ उसले? होइन अब त्यो pubic hair माग्दैमा माया ठुलो हुने भने जसले नि गर्न सक्यो नि होइन 2 को ठाउँमा 10 वटै माग्न नि सक्यो हैन त्यो माग्दैमा मायाको मेजर अप हुने हो भने हैन त्यो pubic hair ले डिफाइन गर्दैन नि त लभ भनेको हैन त्यो त जसले नि मागिन्छ नि यार त्यो नर्मल कुरा हो नि यार भोलि बिपिनले गएर तिमीलाई 10 वटा pubic hair देला बिपिनले माया गरे हुन्छ त्यो डिस्कस्टिङ यार ल तिमीलाई के भन्न इफ हैन pubic hair दिएर नै लभ एउटा लोयलिटी हो भने प्रुभ हुन्छ भने म त सबै काटेर नै दिन्छु हैन म त दिने कुरा त्यही त अब म त अब इफ हैन कसैले अब ल तिमी मलाई माया गर्छौ भने तिमीले pubic hair दियो भन्छ भने हैन म त त्यो प्रुभ गर्न सबै दिन्थिन क्या तर अब त्यो pubic hairले गर्दाखेरि लभ प्रुभ हुने हैन नि त हैन जस्तै अब कास्ट आउँछ फ्यामिलीमा अब कास्ट म्याटर गर्छ तर भन्छ नि नेपालीमा आफ्नो विरोध हाल्नुपर्छ एउटा छोरो मान्छे भएपछि भन्छ नि तर त्यो हुन्छ नि अब कास्ट भन्ने बित्तिकै अब जेनेरेसन कहाँबाट कहाँ पुगिसक्यो होइन जस्तै अब हामीले हेरिरहेको हुन्छौँ नि अब कति मान्छेहरूको पनि अब आफ्नो अब डेन्जरै सिरियस भयो हैन यस्तो सिरियस हुनुपर्ने कुरा हैन कन्क्लुजन दिउ त हैन कन्क्लुजन नि अब त्यही हो कास्ट हेरेर हुँदैन अनि माया गर्ने भन्दैमा अब कि pubic hair माग्न पनि जरुरी छैन अब घाँटीमा झुन्नाउँछु भन्ने बित्तिकै अब उसले 10 जनाको झुन्नाउला 20 जनाको झुन्नाउला हैन अरूले पनि भनिरहेको हुन्छ तर झुन्नाउला झुन्नाउँदैन थाहा छैन क्या ब्रेकअप भइसक्यो सक्यो त हैन उसले झुन्नाएर हैन उसले देख्ने हैन एउटा आफ्नो लभ प्रुफ गर्नलाई चाहिँ अब एउटा पोइन्ट चाहिँ के क्लियर भयो भने विपिन भाइबाट कन्क्लुजन आउँदैन है एउटा स्टोरी क्रिएट हुन्छ एउटा अर्कै कन्फ्युजन क्रिएट हुन्छ यहाँ अब उसले भने जस्तै लभ त्यसमा हुँदैन pubic hair मागे भन्दा म उसले विपिनले भन कि काटेर सबै दिन्छ तिम्रो लागि अब के हाई स्ट्यान्डर्ड हो त्यो स्ट्यान्डर्ड pubic hair ले डिटरमाइन गर्छ भन्नु नेपालीमा के भन्छ pubic hair लाई pubic hair भनेको चाहिँ एउटा वेस्ट हेयर हो यार त्यो भनेको रेगुलर गइरहन्छ नि यार आउँछ जान्छ विपिन भाइको त अटोमेटिक कट्टुमा खसिरहन्छ pubic hair त्यसको मतलब विपिन भाइले आफ्नो कट्टुलाई डेन्जर माया गर्छ त्यही कट्टु लाउँछ जिन्दगीभर कट्टुमा अट्याच भइरहेको हुन्छ pubic hair हैन त्यसको मतलब कट्टुलाई माया गर त्यही ह जे के हेयर मेन्टल कति 23 इयरको भने हैन कस्तो मेन्टालिटी 23 नै हो के रे हो त्यही बोलाको त्यो हुँदैन यदि स्ट्यान्डर्ड भन्नु pubic hair हो भने बाहुनहरुको सबैको स्ट्यान्डर्ड खतरा हुन्थ्यो होला नट जस्ट बाहुन कहाँ बाहुनको मात्र हुन्छ त्यो त सबैको हुन्छ एभ्रीबडी हैव दैट हैन हो डिस्कस्टिङ यस्तो कन्भर्सेसन नले त्यही भने थोड़ी मैनर सीख लो एथिकेट सीख लो तमीज सीख लो ल अब अर्को लास्ट एउटा कन्फेसन है त्यो एपिसोडको लागि यो चाहिँ राम्रै हो जस्तो लाग्यो मैले नि हेरे हैन अब हेर्न लाग्यो म चाहिँ भिडियो लास्टै लामो भएको कारण यही भिडियोको अर्को पार्ट अर्को एपिसोडमा आउँछ त्यसैले सब्स्क्राइब गर्नु होला एन्ड स्टे ट्युन है स्टे ट्युन